मङ्सिरे पूर्णिमा को चाहिँ साकेला उँधौली अस्ति वैशाखमा उँभौली गर्यो अब उँधौली साकेला सुरु भएको छ। आज चाहिँ हामी साकेला थानलाई नै यसो सरसफाइ गर्ने भनेर चाहिँ त्यहाँ यसो आज जमघटको कार्यक्रम छ, सरसफाइ गर्छौँ होला हामी। आज सफाइको लागि आएका छौँ। आज यो सबै सर्लकै गोड्नु पर्ने छ यो वरिपरि। अब हाम्रो काम चालु भयो। सातपाछा साकेला थान सरसफाइ अभियान सुरु भएको छ। अब यहाँ चाहिँ सरसफाइ गरिसकेर हामी यहाँ पत्रसम्म चाहिँ गऱ्यौँ। काम एकदम धमाधम चलिरहेछ। फाडफुडको काम आज सक्नै पर्ने छ। हामी लगभग 30-40 जना छौँ, जम्मा भएको छौँ। अब उँधौली साकेलाको लागि धमाधम काम भइरहेछ। अब मध्याहको 2:30 भयो भनौँ। हाम्रो काम लगभग चलिरहेछ। बाटो चाहिँ यस्तो बनाइसक्यौँ हामीले थानदेखि थानसम्म जानलाई ट्याक्कसँगले। यहाँ अगाडि साकेला थान, सातपाछा साकेला थान हाम्रो पोहोर निर्माण गरेको हामीले होइन। यहाँ चाहिँ गोडगाड गरिसकेर हामीले अब ठ्याक्कै यताबाट आउने बाटो यसलाई चाहिँ सफा गर्दै लाँदैछौँ हामीले। उहाँ पुऱ्याइसकेका छौँ। अब हाम्रो साकेला थान चाहिँ सफा गर्दा गर्दै हाम्रो टोलीहरू यहाँ आइपुगेका छौँ। त्यो झारझुर रोड जम्मै फाँड्दैछौँ हामी। झन्डी डाँडा यता पर सलकपुर है। साफ गर्दैछु भाइ। हाम्रो टोली बाटो बनाउँदै बनाउँदै आउँदैछन् त्यहाँ माथि। त्यो भयो त्यो यहाँको बुढौली अनि चुलामाङ भात 3टा भइगयो यहीँकोलाई। राम्रो देखेछ यो जाँडसँग चाहिँ खानु भएन है, भएर झुक्किएर के भइरहेछ हौ यो चाहिँ। 12,000कै अङ्क। आज चाहिँ हाम्रो मङ्सिर 22 गते, हाम्रो 18 गते अलिकति समस्या आएर हामीले त्यति गर्छौँ। हामी पञ्चौलीसम्म गर्नुको लागि आज हाम्रो राई जातिहरूको साकेला मङ्सिरी पूर्णिमा उँधौलीको सुरु भइरहेछ। यहाँ खाद्य विदेश अब खानापिनाको लागि साथीभाइहरूलाई यहाँ चाहिँ हल्का अब वाचिपाको कुरो भइरहेछ। हाम्रो काकाहरूले राम्रै सघाइरहनु भएको छ भन्ने कुरो हो। राम्रो कटै भाइ अनि अब हाम्रो यो डाँडामा हुँदैछ साकेला चाहिँ। हाम्रो यो प्योर लोकल हो। यहाँ हाम्रो सुहाङ साम्बेवा एकचोटि हेर्दै आज हाम्रो मङ्सिरे पूर्णिमा उँधौली। तर आज हामीले 22 गते पञ्चमीसम्म गर्नु मिल्छ भन्ने कुरोहरू आएको गर्दाखेरि हामी चाहिँ 22 गते मङ्सिर 22 गतेको आयोजना गरेको थियौँ साकेलाको। के छ हाम्रो राम्रै चलिरहेको छ। कस्तो लाग्यो हाम्रो ठिक छ थान? मन पर्यो? त्यो चाहिँ ननिब्लु पर्थ्यो कि भन्ने कुरो थियो। हुन त माटै मात्रै है हुन्छ तर तपाईँहरूको हजुर यो चाहिँ अलिक पतला, यो पनि अब उँभौलीमा यसैमा धुप लाइन्छ नि। हजुर यसलाई अलिक पतला राख्नु। यो पल्लो पनि अलिक पल्लोपट्टि पत्ला राख्नुहुन्छ? राख्दा हुन्छ। त्यो पनि यो पनि फेर्दा हुन्छ। यही मात्रै उखाल्नु नहुने। ए ल ल
उधौली चाहिँ उबाट उभौली चाहिँ यताबाट नजानी भए पनि अब जानियो भने त राम्रै हो जानेन भने पनि यो थाप्सँग इलीले नै जानेन हाम्रो पिराको त यही हो अनि सिकेर देखेर आएको पनि होइन उधौली उभौली चाहिँ सिकाएर आएको अनि जानिने रहेछ भन्ने खालको मलाई आइगयो 2 खेप सुन्दा Cara ko karena sakit lumba sakit mana udah timpang dah diskatkan kana Udoli Purneo Mangsire Purneo pujani pengalaman untuk berikan timpang dah diskatkan kana Casuk mode yang rasa ada untuk Ranggi Canggi Uling Puskesmas पोखरचा वातावचा छे जासुम युगमा से खाने तो दार वगैरह से बिना नाउ को सोना और में से खाने तो सोलोन बाटे हमका पोखरचा वातावचा छे हमका हमनंग हमलदा युगला हमका तो इन सतारा चोर से किना ना उड़ा हमसे नंगला दा किना ना बोलो मडो yang kone na 7 pasau rumni pang ni 3 pang dau chi moda moyung ni se khan nak torat kina na bol poiro da se khana nak torat chi ati dai Dengot macam mang udah 7 pasau ci. China. Punya nila deu. Amko amnong amlada. Arang na. Nila wew ni ruya ni la dena. यो सारै लोभ गरेछ र तलै काटेछ यो अलि लामो हुन्थ्यो हाम्रो चाहिँ अलि लामै निकै मोडिएको यो अलि सानो सानोकै हो यति चाहिँ हिजो जबरजस्त भेट्यो यो र अप्सन पनि एउटा सेतो खालको छ क्या सेतोले पछि यो पनि ल्याउनै पर्ने हुन्छ Casung dong dah. Uko bena. आज हाम्रो मङ्सिरे पूर्णिमा आज पूर्णिमाको दिन गर्न सकिएन तर आज हामी 22 गते पञ्चमीसम्म गर्ने कुरा भएकोले गर्दा गरिरहेको अब हाम्रो एक चरण पूजा सकियो अब यो बजाएर एकछिन नाच्न पर्ने हुन्छ किराती भेषमा चाहिँ हैन यता मेरो गुरु बस सिकाउने गुरु हुनुहुन्छ हाम्रो डम्बर सर आज मैले इन्भाइट गरेको छु हाम्रो डम्बर सरलाई पनि हैन ठिक छ नि डम्बर सर यही हुर्किनु भएको मान्छे यो त पहिलोचोटि देख्नु भएको रहेछ यही हो होइन उता त देख्नु भयो तिरुमलेमा चाहिँ धन्यवाद छ शुभकामना छ मेरो पूजा त त्यस्तो लामो होइन नि त उदाउली आइपुग्नु भएको ल हाम्रो पनि यसो मिस्यौँ नाच्दा हुन्छ है हाम्रो पनि माथि पर्दैन यी तल मात्रै हो नाच्दा यहीँबाट मिसिँदा हुन्छ
अब साकेल पूजा चाहिँ यहाँ चाहिँ सकियो। अब हाम्रो नृत्यको कार्यक्रम छ, माथि पूजा चाहिँ सक्यौँ होइन। अब हाम्रो चाहिँ यो पूजा सक्यो। यो पर डाँडामा हुन्छ हाम्रो चाहिँ एकछिन नाच नृत्य। यताबाट हाम्रो यसो वाचिपा सचिपा खाने काम छ। राम्रो छ राम्रो छ राम्रो छ राम्रो। ल ल ल ल ठिक छ ल ल। ओ हाम्रो बाँधी सक्यो। अब यहाँ सुरु।
साथ र सहयोग पुर्याउनु हुने हाम्रा रोम्छका वार्डाध्यक्षज्यू सत्यम राईज्यूले हाम्रो यस साबिक रोम्छ जिर्मले किराँत तथा राई जातिहरूको साखेला थान परिवारलाई उहाँले रु 10,000 सहयोग गर्नुभएको छ। त्यस रकमबाट साखेला थानको जुन यो मौलिक सांस्कृतिक पर्वलाई विभिन्न चरणमा भन्न चाहन्छु। यो यति उत्सवको रूपमा तपाईहरुले मनाउनु भयो, मैले सोचेको थिइनँ, मैले कल्पना गरेको थिइनँ। यति भव्य जिर्मले बहुसंस्कृति पाकसँग जोडिएको साकेला थान र साकेला पर्व जुन आयोजना भएको छ, यो साँच्चीकै भव्य, सोचे भन्दा धेरै नै उत्कृष्ट। यो चाहिँ मैले कल्पना गरे भन्दा निकै बाहिरको निकै ठुलो भव्य गर्नु भएको छ। यो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। बाय बाय, टाटा, गुड बाय, गया।